जब एउटा अंग्रेज अफिसरले रिसाएर कालिया नागको मूर्तिमा गोली चलायो तब त्यहाँबाट कुनै चिनगारी हैन बरु ताजा रगत बग्न थाल्यो। त्यो त्यही कालिया नागको कहानी हो जो भगवान श्रीकृष्णको एक श्रापका कारण ढुङ्गाको मूर्तिमा परिणत भएको थियो। कथा सुरु हुन्छ सर्प र गरुडको दुश्मनीबाट। पंक्षीराज गरुड नागहरूलाई मारेर खाने गर्थे। गरुडबाट ज्यान जोगाउनको लागि कालिया नाग विभिन्न ठाउँमा लुकेर बस्न थाल्यो तर गरुडबाट सुरक्षित महसुस गर्न सकेन। त्यसपछि कालियालाई थाहा भयो कि यमुना नदीको कुनै एक ठाउँमा ऋषि सौबारिकको श्रापको कारणले पंक्षीराज गरुड जान सक्दैनन्। तब ज्यान जोगाउन कालिया नाग आफ्नो पत्नी सहित यमुना नदीको त्यही ठाउँमा गएर लुक्यो। कालिया नागको खतरनाक विषका कारण यमुनाको पानी कालो र विषालु हुन थाल्यो र त्यही पानी पिएर धेरै गाईहरू र चराहरू मर्न थाले। तर जब भगवान श्रीकृष्णलाई यो कुरा थाहा भयो तब भगवान आफ्नो बल ल्याउने बहानामा यमुनाभित्र प्रवेश गर्नुभयो र त्यहाँ कालिया नागसँग युद्ध गरी त्यसलाई परास्त गरेर त्यसको टाउकोमा गएर नाच्नुभयो। त्यसपछि कालिया नागको पत्नीहरूको गुहार पश्चात भगवान वासुदेवले कालिया नागलाई जिउँदो छोडिदिनु भयो र आज्ञा गर्नुभयो कालिया नाग अब पवित्र यमुना छोडेर समुद्रमा जानेछ। त्यसपछि कालिया आफ्नो परिवार सहित यमुना छोडेर समुद्रतर्फ जान भनेर हिँड्यो र जाने बेलामा भगवानले कालियालाई चेतावनी दिनुभयो पछाडि फर्केर नहेर्नु। यदि पछाडि फर्केर हेर्यौ भने तिमी ढुङ्गाको मूर्तिमा परिणत हुनेछौ। भगवानको त्यस चेतावनीलाई ध्यानमा राख्दै कालिया जब अगाडि बढ्न थाल्यो तर त्यसको मनमा एकचोटि वज्रको सीमा नजिकै जैत गाउँ पुग्ने बित्तिकै अन्तिम पटक भए पनि वृन्दावनतर्फ हेर्ने विचार आउन थाल्यो। तर जब कालियाले फर्केर वृन्दावनतर्फ हेर्यो तत्काल ढुङ्गाको मूर्तिमा परिणत हुन पुग्यो। भनिन्छ आज पनि कालियाको पुच्छर जैत गाउँदेखि वृन्दावनसम्म चाहिँ जमिनभित्र रहेको छ। तर जब हजारौं वर्षपछि भारतमा अंग्रेजको शासन आयो तब अंग्रेज अधिकारीहरूलाई यो कुरामा कदापि विश्वास लागेन। उनको एउटा टिमले कालिया नागको चाहिँ मूर्ति खोदेर परीक्षण गर्ने निर्णय गर्यो तर खन्दा खन्दा मूर्तिको अन्त पत्ता लगाउन नसकेपछि रिसले सुर भएर एउटा अंग्रेज अधिकारीले आफ्नो बन्दुक निकाली मूर्ति फुटाउने चेष्टा गर्यो। गोलीको चोटले मूर्तिमा घाउ बन्न पुग्यो र त्यो घाउबाट रगत बग्न थाल्यो र त्यो घटना देखेर डरले अत्तालिएर अंग्रेजहरूको भागाभाग भयो र आज पनि बज्र नजिकै जैत गाउँमा कालिया नागको त्यो मूर्ति रहेको छ। र कमेन्टमा वृन्दावन बिहारी भगवान श्रीकृष्णको लागि जय श्रीकृष्ण अवश्य लेख्नुहोला।